बोल्दै गर्छु बाटो यसो भनेर चेस्ट एक्सरे गर्दाखेरि चेस्ट एक्सरे गर्नुपर्छ है चेस्ट एक्सरे गर्दाखेरि राइट साइडमा प्लुरली फिजनदेखि उहाँको चेस्ट सुन्दा पनि राइट साइडमा लोवर डिक्रिज एयर इन्ट्री थियो क्र्याकर्स पनि छ। अब हामीले त प्लुरली फिजन भनेर चेस्ट एक्सरेमा देखिसक्यो हामीले गर्न लागेको छोराको सेन्टेसिस हो है। अब यो छोराको सेन्टेसिस भनेको के हो छोराको सेन्टेसिस भनेको पानी निकाल्ने छातीको है निकाल्नु छोराको सेन्टेसिस हामीले इन्फ्रास्कापुलर है इन्फ्रास्कापुलर रिजनमा हामी जानुपर्छ है। हामीले यसरी लगि गरिसकेका छौँ है। अझ इन्टरकोस्टल स्पेसमा हामीले हाल्नुपर्छ जहिले पनि है आइबी क्यान्डिडेट है। 3 वे भएको भए झन् सजिलो हुन्थ्यो तर हामीसँग 3 वे नभएर 2 वे मात्रै छ। के गर्ने भनेदेखि ठ्याक्कै इन्टरकोस्टल स्पेसमा हामी जानुपर्छ है।